नमो नारायण राधे राधे। आज हामी श्री स्वस्थानी व्रतकथा श्रवण गर्ने क्रममा 28औं अध्यायको प्रस्तुति लिएर उपस्थित भएका छौँ र श्री स्वस्थानी जगदीश्वरीको व्रतकथालाई प्रारम्भ गर्नु पूर्व सदा झैं मन्त्र पुष्पाञ्जलिहरूलाई श्रवण गरौँ। ओम श्री गणेशाय नमः, श्री सरस्वत्यै नमः, श्री स्वस्थानी परमेश्वर्यै नमः। ओम गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वर, गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। अखंड मंडलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा। ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनं भजे वसतमे त्रैलोक्यमाता चिरं। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसाद वक्ष्यामि नारायणी कथामिमां। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी परमेश्वर्यै नमः। अब आज 28औं अध्यायमा श्री स्वस्थानी व्रतको वर्णन गरिएको छ, जहाँ कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तहाँ उपरान्त ती ब्राह्मणहरू भात लिएर चन्द्रावती ब्राह्मणी भएको ठाउँमा गए। चन्द्रावती ब्राह्मणीले ब्राह्मणहरू आएको देखि मलाई पनि केही ल्याइदियो कि भनी सोधिन् र ब्राह्मणहरूले हे पापिनी, त अति पापिनी रहेछस्, तेरा निमित्त हामीलाई साह्रै शरम पर्यो। कसो गरी भने तलाई दिन भनी हेर्दा राजाको सम्पूर्ण भण्डार सुकिगए, केही पनि रहेनन्। यति भात पनि रानीलाई भनी पकाइराखेको रहेछ, ल्याइदिएको छौँ, ला भनी सुम्पिदिए। चन्द्रावती ब्राह्मणीले त्यो भात पाउने बित्तिकै भोकले चाँडै खान भनी तयार भइन्। ती ब्राह्मणहरूले हे पापिनी, यस्तो अवस्थामा परिकन पनि तलाई धर्मको चेष्टा रहेनछ, मुख धोई खा, तेरो अवस्थादेखि हामीलाई करुणा भयो, तलाई उपदेश दिन्छौ सुन। निरञ्जन निराकार श्री स्वस्थानी परमेश्वरीको व्रत गर्नु, त्यसै व्रतका प्रभावले तेरो उद्धार होला। ब्रह्म हत्यादि पाप गरेको भए पनि नाश हुनेछ भनी उपदेश गरी आफ्नो घरमा जानुभयो। चन्द्रावती ब्राह्मणी बडो कष्टले 4 हात गोडाले टेकी मुख धुन भनी साली नदीमा गइन्। साली नदी पनि सुक्दै गइन् र चन्द्रावती ब्राह्मणी नाना तरहले रोई कराई माथि आई। मुख नधोई खाउँ भनी हातमा लिँदा खरानी भयो, खरानी पनि खाउँ भन्दा ठुलो बतास आई उडाइ लग्यो। तब रुख ढल्दा झैँ गई भूमिमा परी अत्यन्त दुःख पाई 5 वर्षसम्म साली नदीका किनारमै मूर्छा भइरहन्। फेरि चेष्टा पर्यो र मैले कस्तो अपराध गरेछु भनी नाना विषाद गरी दुःखका समुद्रमा डुबिरहेकी थिइन्। तहाँ उपरान्त पौष शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न भनी स्वर्गका अप्सराहरू साली नदीमा स्नान गर्न आए। स्नान गरिसकी सूर्यलाई अर्घ दिई बालुवाको शिवलिङ्ग बनाए। श्री महादेवको पूजा गर्न लाग्दा चन्द्रावतीले देखिन् र अप्सराहरूको नगिचमा गई, तपाईहरूले कुन देवताको पूजा गर्न लाग्नु भएको हो? म पापिनी, कहीँ चल्न सक्दिनँ, कोही केही दिँदैनन्, खान पाउँदिनँ, अन्नदान दिनुहोस्। के पापले यस्तै भए, कसो गरी उद्धार होला भनी सोधिन्। यति चन्द्रावतीले भनेपछि अप्सराहरू भन्दछन्, हे पापिनी, हामी इन्द्रका अप्सराहरू हौँ। आज पौष शुक्ल पूर्णिमा हो र श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्नको निमित्त यहाँ स्नान गर्न आयौँ। तेरो अवस्थादेखि हामीलाई अत्यन्त करुणा भयो, तपनि यही व्रत गर, सम्पूर्ण पाप नाश भई उद्धार होलिस् भनी अप्सराहरूले भनेको सुनि चन्द्रावती मनमा भन्दछिन्, मैले अरू थोक पाप केही गरेको थिइनँ। डोलेहरूले श्री स्वस्थानी परमेश्वरीको प्रसाद भनी ल्याएको अहङ्कारले थुथु गरी थुकी गोडाले कुल्ची मिल्काए थिएँ, त्यही पाप लागेर यहाँ आइपुगी।
त्यो नदी तर्दा डोलीदेखि खसी परिरहेथे। ठिक हो, कपिल ब्राह्मणले पनि श्री स्वस्थानी व्रत गर्नु, स्वस्थानी माताको कृपाले सबै कुरो राम्रो हुन्छ भनेर उपदेश दिनुभएको थियो। अप्सराहरूले पनि उसै भने श्री स्वस्थानी देवी ठुली रहेछन्, मनुष्यहरूको अहङ्कारले नासिदा रहेछन्। मैले पनि अहङ्कार गरेर त्यो अवस्थाबाट यो अवस्था प्राप्त भयो। अब म पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गर्छु भनी अप्सराहरू सामुन्ने गई बिन्ती गरिन्। हे अप्सरा हो, स्वस्थानी परमेश्वरीको व्रतविधि कस्तो हो, के गर्नुपर्छ त्यो सबै आज्ञा गर्नुहोस् भनी चन्द्रावतीले भनेको सुनि अप्सराहरू भन्दछन्, हे पापिनी, आज पौष शुक्ल पूर्णिमा हो। आजदेखि गोडाका नङ, हातका नङ काटी स्नान गरी शुद्ध भई एक भक्त रही एक चित्त गरी 1 महिनासम्म श्री स्वस्थानी परमेश्वरीको दिनमा मध्याह्न समयमा श्री महादेवको पूजा गर्न सके, स्वस्थानी परमेश्वरीको कथा सुन्नु नसके मनले सम्झनु र माघ शुक्ल पूर्णिमाको दिन सम्पूर्ण वस्तु नैवेद्यहरू अष्टोत्तर 100 जातका फूल नाना उपचार तयार गरी आरसीमा ओमकार लेखी गङ्गाजलले स्नान गराउनु, सिन्दुर, श्रीखण्ड, चन्दन, रक्तचन्दन, फूलमाला पहिराउनु, धूपदीप, नैवेद्य, फल, कस्तुरी, मेवा, मिष्टान्न, वस्त्र भेटी चढाउनु, एकचित्त भई श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नु र स्तोत्र जप ध्यान गर्नु, अर्घ दिनु, हे ईश्वरी भई वरदान माग्नु, उहाँपछि प्रसाद झिक्नु। उनी अष्टोत्तर 100मा 8 रोटी, 8 यज्ञसूत्र, 8 पान, 8 कुटका सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु, पुरुष नभए छोरालाई, छोरा नभए मित छोरालाई दिनु, मित छोरो पनि नभए जुन कामनाले व्रत गरेको छ मेरो फलानो कामना सिद्ध होस् भनी गङ्गामा बहाउनु, 100 रोटी आफूले फलाहार गर्नु, रात्रिमा जागरण गर्नु। यति गरिसकेपछि तेरो सम्पूर्ण पाप नाश होला, दुःख सबै नाश होला, इच्छा सिद्धि होला। हे पापिनी, अन्यथा नमानिस, अब हामी जान्छौँ भनी अप्सराहरू स्वर्ग गए। तहाँदेखि उपरान्त चन्द्रावती ब्राह्मणीले अप्सराका उपदेशले सारी नदीमा स्नान गरी एक भक्त रही एक चित्त गरी नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लागिन्। स्वस्थानी परमेश्वरीलाई मनले सम्झिरहिन्। यस्ता रीतले व्रत गर्दा चन्द्रावती ब्राह्मणीका पाप घट्दै गए, कुष्ठरोग निको हुँदै गयो, दिव्य देह हुँदै आयो। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण सामग्री तयार गरी अप्सराहरू श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न फेरि साली नदीमा आए। चन्द्रावती ब्राह्मणीले देखिन् र अप्सराहरूको नजिक गएर, हे अप्सरा हो, तपाईहरूका आज्ञाले पौष शुक्ल पूर्णिमादेखि स्नान गरी एक भक्त रही नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्दैछु र गरिरहेको छु। अब व्रत गर्नलाई सामग्री केही पनि छैन, कसो गर्नु भनिन्। यति चन्द्रावतीले भनेको सुनि अप्सराहरू भन्दछन्, हे पापिनी, केही नभए नदीदेखि बालुवा ल्याई सामग्री तुल्याई हामीहरूको संसर्गमा व्रत गर भने चन्द्रावती ब्राह्मणीले साली नदीदेखि बालुवा ल्याई सामग्री तुल्याइन्। श्री स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले चन्द्रावती ब्राह्मणीले तुल्याएको सम्पूर्ण बालुवाका सामग्री सिद्ध भई तयार भयो। त्यो देखि चन्द्रावती ब्राह्मणीले मनमा आनन्दित भई धन्य श्री स्वस्थानी परमेश्वरी भनी अप्सराहरूको नजिकै गएर बालुवाको सामग्री सिद्ध भएको सारा वृत्तान्त बताइन्। यति चन्द्रावती ब्राह्मणीले भनेको वचन सुनि चन्द्रावतीको दिव्य देह भएको देखि आश्चर्य मानी अप्सराहरूले, हे सुन्दरी, हामी तलाई अघि पापिनी भन्थ्यौँ, अबदेखि तेरो नाउँ पुण्यवती भनी राख्यौँ भनी आफूहरूले को संसर्गमा विधिपूर्वक व्रत गराए। चन्द्रावती ब्राह्मणीले पूजा गरिसके हातमा अर्घ्य पात्रले स्तुति गर्न लागिन्, हे ईश्वरी, अघि मैले अज्ञानले अहङ्कार गरी तपाईँलाई नाना तरहले निन्दा गरेथे, त्यो सारा मेरो अपराधलाई क्षमा गर्नुहोस्। हे लोकेश्वरी, तपाईँ कस्ती भने सम्पूर्ण प्राणीको हृदयमा बसे पाप र पुण्यको साक्षी भइरहनु भएकी यस्ती तपाईँलाई कोटि कोटि नमस्कार। हे परमेश्वरी, सृष्टिकर्ता ब्रह्मा पनि तपाईँ, संहारकर्ता रुद्र पनि तपाईँ, एक मूर्तिले 3 मूर्ति भई ब्रह्मा विष्णु महेश्वर नाउँ भइरहेकी यस्ती तपाईँलाई कोटि कोटि नमस्कार। हे भगवती, पृथ्वी, आप भनेको जल, तेज, वायु, आकाश, यी 5 थोक पनि तपाईँ, गुणादि तत्त्व पनि तपाईँ,
अति स्थूल पनि तपाईँ, देवताको देवता पनि तपाईँ, यस्ती त्रैलोक्यनाथ तपाईँलाई कोटि कोटि नमस्कार। हे ईश्वरी, तपाईँको स्तुति गर्न हजार जिब्रा भएका शेषनाग भए, चतुर्मुख ब्रह्मा भए, यिनले पनि नसकेको म जस्तीले के गरिसकुँला। पापिनी म जस्ती पापिनीको पूजादेखि सन्तोष भई सारा दुःखको समुद्रदेखि पार गर्नुहोस् भनी अर्घ दिन सम्पूर्ण पूजा भइसकेर अप्सराहरूले प्रसाद झिकी। हे पुण्यवती, अब हामी जान्छौँ भनी स्वर्ग गए। चन्द्रावती ब्राह्मणीले अप्सराहरू गएपछि साली नदीका तीरमा तृणले छप्पर तुलाई श्रेष्ठस्थानी परमेश्वरीलाई मनले सम्झी रात्रिमा जागा रहिन्। उज्यालो भएर साली नदीमा स्नान गरी अष्टोत्तर 100मा 8 रोटी, 8 यज्ञसूत्र, 8 पान, 8 कुडका सुपारी सगुन समेत हातमा लिए। हे ईश्वरी, मेरो यहाँ पुरुष छैनन्, कसलाई दिउँ? मेरा स्वामी नवराजसित चाँडो भेट होस् भनी साली नदीमा बहाइन्। 100 रोटी आफूले फलाहार गरिन्। श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले चन्द्रावतीको सम्पूर्ण पाप नाश भई अघि भन्दा पनि दिव्य देह भयो। त्यो देखि मनमा आनन्द गरी धन्य श्री स्वस्थानी परमेश्वरी भनी बारम्बार प्रणाम गर्दै भइन् भन्ने सम्मको कथा यस अध्यायबाट। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां चन्द्रावती श्री स्वस्थानी व्रतकृत नाम अष्टविंशोत्सवः। ओम श्रीकृष्ण गोविंद हरे मुराहरे, नाथ नारायण वासुदेव, अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति। ओम उपनयतु मंगलवः सकल जगन मंगलालय, श्रीमान दिनकर किरण निबोधित, नवनलिन दल निवेक्षण, कृष्ण काले वर्षतु पर्जन्यः, पृथिवी सस्यशालिनी, देशोऽयं क्षोभरहितो, ब्रह्मणा सन्तु निर्भया, अपुत्रा पुत्रिणा सन्तु, पौत्रिणा सन्तु पौत्रिणा, निर्धना सदना सन्तु, जीवन्तु शरदं शतं। तत्रैव गंगा यमुना च तत्र, गोदावरी सिन्धु सरस्वती च, सर्वाणि तीर्थानि वसन्ति तत्र। यत्राचिता द्वारकथा प्रसंग, या कुन्दिन्दुसारः रथवरा, या शुभ्रवस्त्रावृता, या वीणा वरदण्डमण्डितकरा, या श्वेतपद्मासना, या ब्रह्माचितशङ्करा, प्रभृतिभिर्देवैः सदा वन्दिता। श्यामं पातु सरस्वती भगवती निःशेषजाड्यापहा, कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावत्। करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये। तत् अनन्या चेतसा भक्त्या श्रुतं यच्च कथामृतं, समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीं। श्री स्वस्थानी जगदीश्वर्यै नमो नमः।